कढाइदैन मक्यानी तँ सुगाल्याउथे मक्या छैन गाउँमा कढाइदैन तुसेर जैगोब हुन्छ दर्ता मेरो नाउँमा कढाइदैन इन्डियाका धान चामलै दिवाईले फालिदियो कढाइदैन सरकारको अत्याचार बादीलाई डोलिदियो। यो वादी समुदायको आन्दोलन गरेको यहाँदेखि काठमाडौँ लड्दा जाँदा पनि एउटा लुगाआङमा नलगाएर पनि भोकभोकै पेटमा हामीले त्यहाँ त्यत्रो लडाइँ गर्दा पनि हामी वादी समुदायको डोटी जिल्लामा बस्ने वादी समुदायको कुनै भेलै भएन। अहिलेसम्म हाम्रो कसैले सुनाइ गरिदिएन। अब यही हो सङ्घ संस्थाको मान्छे पनि आउँछ, एएनजी आउँछ, दुनियाँभरि आउँछ, यो पुरा भिडियो क्यामेरा बनाएर लग्छ, हामीहरूको पुरा उ गर्छ। अहिलेसम्म हामीहरूको कुनै कहीँबाट कार्यक्रम पनि आएको छैन। कुनै हामीले खालि आफ्नो इज्जत मात्रै फाल्नु हो जस्तो लागिरहेछ सर। घरबास नभएका हामी सबभन्दा पीडित जात भनेको हाम्रो छ। हजुर आज यता ठाउँमा बस्छु, भोलि उता ठाउँमा बस्छु, कति कति ठाउँमा हामीले घुमिफेरी हामीले अहिले रोडमा छाउबास गरेको छु। हजुर बाहिरको मान्छेले के भन्छ, बच्चाहरूलाई पढाएन गुडाएन भन्छ। आज हामीले यो ठाउँमा भोलि अर्को ठाउँमा हामीले कति कति स्कुल हाल्ने, कति कति हामीले बच्चाको भविष्य सुधारिदिए। हाम्रो आमा बुवाको पालामा नाचेर खायौँ, गाएर खायौँ, यस्तै जिन्दगी भोलि पनि सोच्यौँ हजुर हामीले। अहिले हामीलाई हुनु पर्यो घरबास। रोडमा बसिया छन्, उनीहरूको जग्गा छैन, जिमी छैन, उहाँहरूको केही व्यवस्था गरिपाउँ भनेर उहाँहरूले बार बार हामी सिलगढीमा धाएका पनि हौँ, हामीले आन्दोलन पनि उठायौँ सर। हाम्रो कुरा, हाम्रो केही कुराको पनि मान्यता रहेन त्यहाँ। दिएको अहिलेसम्म सबभन्दा पहिला त बारी जातलाई दिनुपर्छ नि। जहाँ पनि रिकर्ड त बारी जातको छ। हामीले बिना नागरिकतामा कसरी बसिराख्ने त? नागरिकता भएपछि त हामी पनि केही गर्न सक्ने भयो। हामीले बोल्न नसकेर, निकायमा जान नसकेर हो नि त हाम्रो कमजोरी हो। उहाँहरूले लापरवाही गर्नुभएको। अहिलेसम्म कतिवटा मिटिङ बस्यो त्यहाँ। मेरो मुख्य माग सरकारसँगको सबभन्दा घरबासको लागि। घरबासभन्दा ठुलो कुरा केही पनि छैन। बस्ने बास छैन भने अरू मागेर के फाइदा छ? अब माग्ने इच्छा त के पो थियो? त्यो त पुगेर आउँदैन। काठमाडौँमा बस्ने मन थियो, राजनीतिमा खेल्ने मन थियो, सम्पत्ति छ भने त राजनीतिमा पनि लाग्ने रहर त थियो। हामीलाई पनि सभासद बन्नु रहर थियो। सरकारसँग माग भनेको हामी वादी समुदायको हामीलाई गाँसबासका बास, सुत्नलाई ठाउँ छ, नखानलाई गाड छ, दिनभरि कमाएर पनि कसको गाउँमा गएर सुत्ने? एउटा मेरो माग के छ भने सरकारसँग सबभन्दा हामी वादी समुदायलाई घर र रहने ठगना जग्गा र बास। उहाँहरूको चाहिँ समस्यालाई चाहिँ एड्रेस गरेर नीति निर्माण गरिरहेछौँ। तर कार्यान्वयन गर्ने पक्ष चाहिँ त्यो ग्रुप भइदिँदैन कि सबै केसमा। नीति जस्तो हलियाहरूको लागि विभिन्न कार्यक्रमहरू आयो, त्यसै गरी चाहिँ अन्य गरिब समुदायको लागि आयो। तर त्यही वर्गले आफ्नो चाहिँ आवश्यकता चाहिँ जुन समस्या चाहिँ पहिचान गरेर सम्बन्धित निकायसम्म राख्न सक्ने चाहिँ हामीले बनाउन सकेका छैनौँ। त्यसका लागि चाहिँ अहिले जमिन नै उपलब्ध गराइहाल्ने अवस्था चाहिँ सरकारले पनि गर्न सक्दैन। मैले अघि जोडेको कुरामा चाहिँ अलि उहाँहरूको खाद्य सुरक्षाका लागि मेन समस्या भनेको उहाँहरूको आय स्थिति हो। आर्थिक स्थिति कमजोर भएका कारणले उहाँहरू चाहिँ अगाडि बढ्न सक्नुभएको छैन। अबको पाटो भनेको उहाँहरूलाई चाहिँ कसरी सबल बनाउने, इन्कम जेनेरेटिङ एक्टिभिटिजहरूमा कसरी इन्भल्भ गराउने
र साथसाथै उहाँहरूको इम्पावरमेन्ट जबसम्म मैले इम्पावरमेन्ट भयो भने उहाँहरू आफै अगाडि आइहाल्नुहुन्छ कमी नै इम्पावरमेन्टको छ